र आजको हाम्रो चाहिँ घुमघाम भइसक्यो के अरे अब बुढाबुढीको यहाँ चाहिँ बुढीलाई चाहिँ यसो यो गोदावरी पनि घुमाइदिउँ भनेर लिएर आएको। अब चाहिँ निस्किनु लाग्यो के अरे। अब यता पनि धेरै घुम्यो, एकछिन रमाइलो पनि भयो, फोटोसोटो खिचाइयो के अरे। अब चाहिँ हामी चाहिँ घरतिर फर्किन लाग्यौँ। ल त्यही पनि एकचोटि फेरि हेर्नुहोस् है र यहाँको चाहिँ नजारा कस्तो छ, कतिको मन पर्यो मन परेन यसो कमेन्ट गर्नु पर्यो सबैजनाले, लाइक गर्नु पर्यो सबैजनाले। यहाँ चाहिँ अलि सबले कन्जुसाइ गरिरहेछन् के, कन्जुसाइ चाहिँ गर्नु भएन है। यहाँ हेर्न सक्नुहुन्छ सबैजनालाई, यहाँ सबै फोटाहरूमा यहाँ क्यामराम्यान अनेक थरीका क्यामेराहरू छ। यहाँ आएर चाहिँ तपाईँको चाहिँ यहाँ आइसकेपछि चाहिँ तपाईँ चाहिँ क्यामेरा खोजिराख्नु पर्दैन, आउने ट्याक्क फोटोसोटो खिचाउने। यिनी भाइको क्यामेरा हेर, यस्तो बवाल क्यामेरा छ यो क्यामेराले फोटो खिचे सिधा फोटोसोटो भिडियो सिधै भाइरल हो। यस्तो खालको बवाल क्यामेरा। उहाँ चाहिँ मेरो बुढी चाहिँ अब अगाडि हिँड्नु भयो के अरे। भिडभाड धेरै छ होइन, त्यही भएर चाहिँ अलिक पिकनिक सब आउँदो रहेछन् सबै यताउता। पिकनिक स्पोट पनि हो यो। यहाँ चाहिँ घोडा पनि यही छ फेरि। यो घोडाको पनि अब यहाँ घोडालाई चाहिँ यस्तो मजाले चाहिँ घोडामा बसेर चाहिँ फोटोसोटो खिचाउन पाइयो, हिँड्न पाइयो, यताउता सबै व्यवस्था छ यहाँ चाहिँ। अब यहाँको बजार, यहाँ तपाईँले चाहिँ मगर कल्चरको, नेवार कल्चरको, थारू कल्चरको यहाँ चाहिँ ड्रेसहरू पनि पाएर चाहिँ भाडामा यसो लगाएर चाहिँ तपाईँ यहाँ चाहिँ फोटोसुटहरू पनि गर्न सक्नुहुन्छ। यस्तो सुविधाहरू सहितको अब यो चाहिँ घुम्ने ठाउँ हो गोदावरी भन्ने। तपाईँहरूलाई चाहिँ कोही आउन चाहनुहुन्छ भने आउनु होला, एकदम नेचुरल ब्युटी भएको ठाउँ हो यो। यस्तो दामी छ होइन। ल ठिकै छ, आज यो गोदावरीको हाम्रो यो घुमाइलाई चाहिँ यो भिजिटलाई चाहिँ हामी चाहिँ आज यही अन्त्य गर्दैछौँ। र फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला। हस् त्यसको लागि चाहिँ टाटा बाई बाई सबैजनालाई, बाई बाई।